यो चाहिँ पारिजात रातभरि फुलेर झरेर यहाँ पुरा झरिरहेको छ। हेर्नुहोस् त, यही हो बोट चाहिँ हो है। यो बोट यस्तरी फुलेर है फुलिसकेर सबै झरिसक्यो फुल चाहिँ, अनि यहाँ तल झरेको छ है। अब यो फुल चाहिँ पूजा गर्नलाई या त औषधिको लागि युज गर्न सकिन्छ। म चाहिँ यहाँ औषधिको लागि भनेर टिपिराखेको छु सबै अहिलेसम्म फुलेको फुलहरू मैले यहाँ जम्मा गरिराखेको छु। यो चाहिँ औषधि हुन्छ भनेर मैले चाहिँ टिपेको हो। मैले चाहिँ टिपिसकेँ। अहिले त्यो छरफस्ट छरिएको फुलहरूलाई, झरेको फुललाई मैले टिपिसकेँ। यो चाहिँ पूजा गर्नको लागि पनि एकदमै राम्रो हुन्छ। मैले अघि पूजा पनि गरिसकेको, टिपेर लगेर सबै भगवानहरूलाई चल्छ। एकदमै राम्रो हुन्छ यो फुल र यो औषधि पनि हुन्छ अरे भनेर मैले चाहिँ यो टिपेर सुकाउँदैछु यो सबै। अब यो सुकाएपछि पिनेर होइन सानो डुटाएर राख्ने, अनि राखेर अलिअलि औषधिको रूपमा खाने। एकदमै राम्रो हुन्छ यो। यस्तो पारिजात है, यो चाहिँ पारिजात फुल। जान्यो भने चाहिँ अनेकै हुने रहेछ क्या, जान्यो भने चाहिँ यिनीहरू औषधि पनि हुने रहेछ। तर कति त थाहा हुँदैन नि, कतिलाई त थाहा हुँदैन नि त यो फुल औषधि हो भनेर होइन। यो उसको पत्तादेखि लिएर यो बोट पत्ता सबै औषधि हुन्छ।